अहिले नचाहँदा नचाहँदै पनि मध्यपूर्वतिर युद्ध चर्किरहेको छ। मिसाइलहरू खसिरहेका छन्, यद्यपि ती मिसाइलहरू भुइँमा खस्न पाएका छैनन्, बिचमै निष्क्रिय भएका छन्। तर पनि इरानले युद्ध हारेको छैन। इरान कसरी यति धेरै शक्तिशाली छ कि शक्ति कतैबाट आर्जन गरिरहेको छ भन्ने विषयमा कसैको केही जानकारी छैन। मैले सामान्य बुझेअनुसार उता उत्तर कोरियाले चीनको प्रयोग मार्फत दक्षिण कोरिया र जापानमा थ्रेट दिइरहेको छ, चेतावनी दिइरहेको छ। त्यहाँ अमेरिकी सेना छ र त्यो अमेरिकी सेनाहरू भगाऊ भन्ने खालको चेतावनी दिइरहेको छ। यतातिर चीनले इरानसँग मिलेर यताका मध्यपूर्वमा भएका अमेरिकी सेनाहरू भगाऊ भन्ने खालको एउटा मेसेज दिइरहेको छ जस्तो लागिरहेको छ। किनभने चीनले चाहँदैन कि एसियामा कुनै पनि अर्को तेस्रो मुलुकले राज गरोस्, तेस्रो मुलुकको सैनिकहरू बसुन्। यो सैनिकहरू यहाँको अड्डाहरू, यहाँको सैनिक अड्डाहरू तेस्रो मुलुकको अमेरिकाको सैनिकहरू हटिसकेपछि चीनले यहाँको मध्यपूर्व लगायत एसियामै आफ्नो एकछत्र राज गर्न पाउँछ। प्लस यो डलरमा हुने कारोबारहरू, तेल ग्यास जति पनि डलरमा कारोबार हुन्छ, यो चीनको पैसामा, चीनको करेन्सीमा गराउन चाहन्छ चीनले सबै विश्वभरि अमेरिकाको मात्रै एकछत्र राज नहोस्, एटलिस्ट एसिया हाम्रो होस् भन्ने खालको मेसेज दिन चाहेको छ कि जस्तो अनुभूति पो हुन थाल्यो अहिले आएर। चीनको यो छुट्टै खालको रणनीतिक प्रयास सायद अब सफल असफल के हुन्छ, तर चीनले चालेको कदम चाहिँ यस्तै लाग्यो मलाई। उत्तर कोरिया मार्फत उतातिर केही कदम चालिरहेको छ, यतातिर आफै र उत्तर कोरिया मार्फत केही हतियारहरू पठाएर कदम चालेको हो कि जस्तो पो अनुभूति हुन थाल्यो त। होइन भने अब इरान एक्लै अमेरिका, इजरायल लगायत यत्रो देशहरूमा अमेरिकी सेनाहरूसँग एक्लै लडिरहेको छ। त्यति मात्र होइन, समुद्रमा पनि लेयर बाई लेयर अमेरिकी सेनाहरू छ। त्यति हुँदा पनि इरानले आक्रमण गर्न रोकिरहेको छैन, इरान पछाडि हटिरहेको छैन। यसको पछाडि ठुलै राज छ, केही छ। अब यो कति लामो समयसम्म जान्छ भन्ने कुरा हो। इरानले केही मिडियाहरूले बताएअनुसार कतैबाट इरानमा अलि वर्षसम्म पनि युद्ध गर्न सक्ने क्षमतावान छ भन्ने कुरा देखाइरहेको छ क्या। अब यो युद्ध कसरी जान्छ, के जान्छ भन्ने केही टुङ्गो छैन। यसले जहाँसम्म केही न केही निर्णय लिएला। यो खासमा भित्री रूपमा चीन र अमेरिकाको युद्ध भयो जस्तो देखाइरहेछ। अब के हो हेरौँ बुझौँ।